संवाद नै नभइकन त्यसै हजुरले बोली आफै बारेर मिडियामा सम्बन्ध बिग्रेको हो र भन्दा उहाँलाई नै सोध्नुस् भन्नुभयो र साँच्चै सम्बन्ध बिग्रेको भ्रम दर्शक मिडिया र साङ्गीतिक क्षेत्रमा छरियो। अनि मलाई गालीको वर्षा छ। यसमा हजुरलाई साँच्चै दिलैदेखि खुसी मिलेको छ त? मलाई अनौठो लागेको कुरा त खाने भातै हो, सुत्ने खाटै हो, जाने घाटै हो भनेर अभिव्यक्ति दिने हजुर अनि एउटा सहकर्मीले हजुरलाई प्रत्यक्ष भेट्दाखेरि नमस्कार गर्दा पनि त्यति धेरै अपमान गर्ने हजुरले, जो कि अजम्बरीले पनि त्यतिको गर्दैन थियो होला। मेरो 10-11 वर्षदेखिको करियरमा कसैसँग मनमुटाव गरेको मिडियाबाजी गरेको रेकर्ड छैन खेमजी। यो हजुरलाई पनि थाहा छ र सिङ्गो इन्डस्ट्रीलाई पनि थाहा छ। त्यसैले म चाहदिनँ हजुरलाई र मलाई कठपुतली बनाएर अरू नाचुन् हैन। त्यसैले हजुर र म एउटा सफल सहकर्मी हौ। हजुरसँग हिजोदेखि आजसम्मका सहकार्यहरूप्रति नतमस्तक छु। सधैँ सम्मान पनि छ। 2 दिनको जिन्दगीमा हाम्रो यति सानो क्षेत्रमा यति सुन्दर सहकार्यमा यति साह्रो तितो भएर पनि के बाँच्नु। आउनुहोस्, एक दिन समय मिलाउनुहोस्, भलाकुसारी गरौँ र यो मनमा भएका तितो पखालौँ। अरेली काँडा अब केही समयमा 10 करोड पुग्दैछ, यसको सेलिब्रेसन पनि गरौँला। यो त हाम्रो सिङ्गो लोकसङ्गीत क्षेत्र र सिङ्गो टिमको अनि यो समयको इतिहास हो। यसलाई जिउँदै टुहुरो नबनाउनुहोस्। जन्मदाताले नै सन्तानले गरेको प्रगतिमै खुसी छैन भन्ने अभिव्यक्ति दिँदा कतै आफ्नो जन्मदातामाथि पनि शङ्का गर्ने दिन आउन सक्छ। हजुरलाई मेरो हम्बल रिक्वेस्ट छ, यो एसएमएसको उत्तर दिनु होला र मेरो कुराले हजुरलाई म प्रति थोरै पनि सकारात्मक बनाउन सक्यो भने छिट्टै भेटेर हामी अझै धेरै माझिनेछौँ। मनमा भएका फोहोर मैलो फालियो भने मन हलुङ्गो हुनेछ र हजुर मन हलुङ्गो हुनेछौँ हामी दुवैजना। हजुरको सकारात्मक जवाफको प्रतीक्षामा छु। खासमा यो हो कि सिन गर्नुभयो कि भन्दैले हेर्नु, यो अब मेसेज आएको थियो भन्ने कतै भन्नुभएको रहेछ। अनि त्यो भएर मैले चाहिँ साँच्चीकै अहिले पनि खेमजीलाई म यहीँबाट भन्छु, म साँच्चै हजुरप्रति एकदमै नतमस्तक छु जुन सिर्जना हजुरले दिनुभयो हैन।